प्लास्टिक सेरेडर मेसिन चाहिँ यस्तो हुन्छ, देख्न सक्नुहुन्छ। अहिले हामी टेस्टिङ गर्दैछौँ। यो चाहिँ प्लास्टिकलाई टुक्रा पार्ने मेसिन हो। चाहिँ यो मेसिन चल्छ, यसरी टुक्रा पार्ने हो। यसले देख्न सक्नुहुन्छ, यसरी चाहिँ प्लास्टिकलाई टुक्रा टुक्रा पार्छ यो सेरेडर मेसिनले। त्यसपछि बल्ल हामीले हिटरमा राखेर बल्ल फर्निचर आइटममा युज हुने डाई निकाल्ने हो। त्यो चाहिँ प्लास्टिक झार्छ तल, यहाँ जाली हुन्छ, जालीले चाहिँ यसरी प्लास्टिकलाई टुक्रा टुक्रा पारेर देख्न सक्नुहुन्छ। यसरी चाहिँ हाम्रो प्लास्टिक सेरेडर मेसिन राष्ट्रिय आविष्कार केन्द्रमा उत्पादन भएको छ। गाउँपालिका नगरपालिका जहाँ पनि राख्न सकिन्छ। प्लास्टिकलाई रिसाइक्लिङ गरेर विभिन्न किसिमका फर्निचर आइटम गराउन र वायु प्रदूषण नियन्त्रण गर्नका लागि एकदमै उपयोगी मेसिन छ। यहाँ दुईटा मेसिन छ, यो चाहिँ पगालेर डाई निकाल्ने, यो चाहिँ प्लास्टिकलाई टुक्रा पार्ने मेसिन। ल है त, धन्यवाद।